रवि लामिछाने धरौटीमा छुटे फागुन 21 गतेको चुनाव लड्न पाउँछन् कि पाउँदैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थरौटीमा छाड्न आदेश गरेपछि उनी थुनामुक्त हुने भएका छन्। थरौटीमा थुनामुक्त हुने भए पनि उनी विरुद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धिकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन्। यस्तो अवस्थामा लामिछानेले आउने चुनावमा भाग लिन पाउँछन् कि पाउँदैनन् भन्ने विषय अहिले चासोको रूपमा हेरिएको छ। संविधान र कानुनी प्रावधान हेर्दा आउने चुनावमा सांसद पदका लागि लड्न अहिलेसम्म रवि लामिछाने अयोग्य छैनन्। अधिवक्ता शर्मिला श्रेष्ठ नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय भएको र अरू कानुनी अनुसार अयोग्य करार भएको व्यक्ति चुनावमा उड्न नपाउने संवैधानिक तथा कानुनी प्रावधान रहेको बताउँछिन्। उनका अनुसार सम्पत्ति शुद्धिकरण, राजधानी र भ्रष्टाचारका मुद्दामा सजाय पाएको व्यक्तिलाई पनि प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कानुनको उम्मेद्वार बन्न रोक लगाएको छ। तर ती कानुन अनुसार अदालतले सजाय गरेको अवस्थामा मात्र चुनाव लड्न अयोग्य हुने हो। अभियोग लागेको अवस्थामा मात्र त चुनाव लड्न पाइन्छ उनले भनिन्। पहिला रेशम चौधरी पनि चुनावमै रहँदा उम्मेदवारी लिएर चुनाव लडेको नजिर छ। सहकारी ठगी जस्ता आर्थिक अभियोगमा सजाय भएर जेलमै भएको भए पनि चुनाव लड्न कानुनले नरोक्ने अधिवक्ता श्रेष्ठले बताइन्। संविधान र कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको मानिसले मात्र संसदको सदस्य बन्न नपाउने भनेको छ। सहकारी ठगी, बैंकिङ कसुर भनेको त आर्थिक अपराध भए सामान्यतया यिनलाई नैतिक पतन देखिने फौजदारी अभियोग मानिँदैन। उनले भनेकी छन्, राजधानी भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण जस्ता फौजदारी मुद्दा र नैतिक पतन देखिने अन्य मुद्दामा सजाय पाएको भए चाहिँ चुनाव लड्न जो कोही अयोग्य हुन्छ।